आज क्याम्पिङ आउँदै जाँदै जाँदै अनिता दिदी ड्राइभिङ एन्ड बिमला इज बिहाइन्ड बिमलाको पछाडि सिटमा भनौँ हामी बिमलाको बर्थडे मनाउनलाई जान लागेको अनि यहाँ छ भ्यू दिस इज द भ्यू Look at the view. वाउ वाउ अनि यहाँ हाम्रो हाफ फ्रेन्डहरू चाहिँ अलरेडी गएर क्याम्पिङ लगाइसकेको अरे अब हामी चाहिँ जाने हो Meanwhile. छिटो आउनु पर्यो यहाँ भोक लागेको हजुर के भन्न चाहनुहुन्छ बिमला दिदीलाई Thank you for giving us golden opportunity to be here. Okay, bro. ह्याप्पी बर्थडे भन्नु न गाइज ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे Happy birthday to you. ओके कस्तो लाग्यो एकदम एक्साइटेड भइरहेको छु धेरै पछि क्याम्पिङ आउन पाउँदाखेरि हावा लगाएर झन् रमाइलो भइरहेको हावामा मलाई म गाउँमा हुँदाखेरिको याद आइरहेको छ जङ्गलमा घाँस काट्दाखेरिको बर्थडे गर्नु ढिलो भएकोमा तपाईँ के भन्नु चाहनुहुन्छ त्यसमा अलिकति चित्त दुखिरहेको ल ठिक छ थ्याङ्क यू भेरी मच बाई बाई भित्र यो क्याम्पिङ गर्नु यसलाई फोन आजैको दिन हो फोन गर्नुपर्छ यसलाई सघाउनुपर्छ वाउ राम्रो आएछ मैले ऊ स्न्यापच्याटबाट खिच्यो हावा चाहिँ चलो चलो हेलो अब हामी लोकेसनमा आइपुग्यौँ त्यो चाहिँ हाम्रो लोकेसन Okay, यिनीहरू हुन्छ होला यार आइपुग्यो आइपुग्यो Finally guys, finally. कता राख्ने त गाडी वाउ क्याम्प ए क्याम्प रे टेन्ट ओ हाई बिम बाल्दैन टेन्टमा त लाइट बालेर मस्त छ त यो कसरी बाले लाइट अनि त्यत्रो लाइट किने हैन त अनि कसरी जिमा जोडे त नि त्यो अनि ब्याट्रीबाट जोड्ने हेलो हाम्रो क्याम्पिङ अगाडि नै आएर क्याम्प ब्रेकफास्ट भइभयो हाम्रो त यस्तो राम्रो क्याम्पिङ यस्तो राम्रो क्याम्प यस्तो राम्रो टेन्टिङ ए भोक लागेर मान्छेलाई कुदा कुदा वाउ नाइट गरेर नसुतिकन आउने मान्छे हामी पनि खान्न यस्तो कता हो देव भाइ देव भाइले बनाएको वेलकम टु माई भ्लग यहाँ पनि छ एउटा भ्लग फेरि यहाँ भइरहेको मिठो मिठो खोइ कहाँ यहाँ क्याम्प बनाएको सबै छ ए वाउ यहाँ अर्को धेरै छ यहाँ चाहिँ वेलकम टु माई भ्लग हेलो लेबिनी सुटुवाउने कान्छाको लुटुपुटु हावा लाएर गाडीले छोप्नलाई तयारी भइरह बर्थडे गर्ल टर्च बालेर गयो फेरि यहाँ डान्सर केटी म यहाँ पिउनेमा बिलाउनेको क्या बदनामी भो आज बिलाउनेलाई पिलाउने होइन क्या बदनामी भो पिलाउनेको क्या बदनामी भो
आइस हाल न हेलो गाइस चटपटे वालीहरु यहाँ चाहिँ पुरा इन्जोय गरिरहेन हेलो हेलो कसरी दे बनाउने फोन गर्छ त तिम्रो हाम्रो साली अब छैन बेला गयो अब हाम्रो दिन गर्दैमा खर्जम गर्नु छ बेलैमा गर्नु छ बेलैमा भनेकोले हो यो बहिनीलाई यो मैले सुरुमा भनेकै मलाई इग्नोर गर्ने पनि हुने हैन आधा आधा खाम्ला नि त दोकान गरेको भएन लाउ 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 हाल्दै मैले तिम्रो साथीले एउटै भनेको थियो है मैले आधा आधा हो के लाउ लाउ ब्रेक गरेर त 30 रुपैयाँले सम्म ब्रेक गरेर यहाँ धेरै पर्यो बिजनेस फस्टाउला जस्तो छ पकेको बिजनेस फस्टाउला जस्तो छ हाल्नु पर्छ यता को खाने यो नानी र मम्मी हो ममता ल ममता भास्नु हे नानीको भात नि त मकै वाली तिमी र ममता खाऊ यो नानी मिठो साह्रै नै मिठो 1 1 2 बिर्स्यौ बिर्स्यो यो बाजा सिकाइदेऊ है ओ तिमीलाई यो क्यान हैन हाल्दिनु त निकालेर स्न्यापच्याटबाट पड्केर उड्यो भने मकै वाली ममता पास गर त मिठो वाला हो त्यो मिठो होला बहिनी मलाई हाल्दियो ल बागर मकै आयो आरो मलाई मिठो वाला हो यो सोध्नु त त्यहाँ कन्फर्म गर्नु त एकदम मिठो 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 होला मिठो थ्यांक यू भाजा भाजा तिमीलाई लाज लाग्दैन भाजा मलाई लाज भने के हो दिपालीको चाहिँ गुराँस नानीको डिट्टो गरिदिन्छ भाजा न भने यार भाँच्न भाजा नै हो जुन लास तातो रहेछ यार तिमी भाँच्छ त अब अर्को पाक्ने बेला हुन लाग्छ दिपा के भयो मेरो पानी पखायो मस खाऊ पखाइदियो होला फेरि ए भगवान उदे भइमा पखायो कसरी कसरी लाइका जमाना नै रहा खानियो 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 कतिले हाम्रो आउनु पर्यो म हो त्यो बत्ती बाल्दिम त यता यता बत्ती बाल्यो भने चाहिँ राम्रो मकै बनाउने मान्छेहरू अर्को पनि छैन मकै कुके खाने म त मकै बनाउनु निकाल हो गाडी छ आदि गर न आदि गर्न त यो दिन्छु कुके सिंगै खाऊ भाइ सिंगै त म न कुन चाहिँ खान्छ खानु छ के छ्या यस्तो त म त खाइदिनु सिंगै यस्तो हात ओर्नु अलि जुम गर त्यस्तो साह्रो नि गर भने हैन नाकको सिधा निकाल्यो यो यहाँ मेरो सिधा निकाल्यो दामी हात राम्रो सुरा भयो म त राम्रै हाल्छु ज्या परिदे कस्तो राम्रो छ खानु मकै पनि हेर न यहाँ भिडियोका ब्लग के भएको नचिनेसम्म को हो चिनेपछि माया मोह यो केटा के भएको टोले ध्यानैमा बसेर जिस्काउनु पर्दैन छेक्यो देउराली डाँडा हुसुर कुहिरोले पवित्र हिजोसम्म आज के यस्तो सेलायो
यसो दिनु न यसो सोचिरहेको थिएँ ठ्याक्क आउनु लाग्यो हामी पनि दिनुपर्छ बिच बिचमा चकिलो लाइट गर्नु जाडोको बेलैमा नाचौ सँगै हो चिसोको बेलैमा भेटभाको बेलैमा चिनको चिनैमा भेटको माया के भनी बोलाउन पहिलो भेटैमा बजेटको कमी हो सुना हैन हिरा नै दिने भेटको माया के भनी बोलाउ म पहिलो दिनैमा भयो मिले किन अब दिन त दिए है मैले अब ए अनि भन्नुभयो हिराइ नै दिने हो ल्याब ग्रोन त लाउँदैन नेचुरलै लाउने भेटको माया के भनी बोलाउ म पहिलो दिनैमा नक्कली सकाली त्यसमा थपिदिन्छु हिराको सिक्रिनी भेटको माया के भनी बोलाउ म पहिलो दिनैमा हाम्रो गाई छिटै किनिदिउँ न के भनी बोलाउ म पहिलो दिनैमा अलिकति राम्रो छ कोसिस दाइ तपाईँको धेरै नै राम्रो छ चिनको चिनैमा भेटको माया के भनी बोलाउ म पहिलो दिनैमा छुटेको यतिकै नै माया पिटी फुटे माया नमार आउँदै गर निर्माया माया नमा के हाँसेको गाउँघरमा तुरा भइगयो अब नगरौँ त्यस्तो कुरा भाउँदै गर निर्माया माया नमार कलको आज क्याम्पिङमा देखियो दुईजनाको भाग्य यसै नै लेखियो दुईटाको हिसाब मलाई फेरि लाग्यो नानीले लाएर आएको क्याम्पिङमा किरीमा कहिले हुने दिदीको पिरीमा चिनको छिनैमा भेटको माया के भनी बोलाउ म पहिलो दिनैमा पिरिम लाउने होइन नि अब हुने हो परार फेरि पनि यो क्याम्पिङमा फेरि यो वर्ष यो क्याम्पिङमा आएको छ खुसीको हर्ष दिदी कति हो पुग्यो वर्ष चिनको छिनैमा भेटको माया के भनी बोलाउ म पहिलो दिनैमा बिमला पुग्ने 32 बाट अब चिनैमा भेटको माया के भनी बोलाउ म पहिलो दिनैमा धानको र कोदोको बिया कहिले पाक्छ यो देखको चिया चिनको छिनैमा भेटको माया के भनी बोलाउ म पहिलो दिनैमा त्यो अचार मिठो त्यो अचार यो छ त नि अक्टोबरको बिच चिनैमा पहिलो दिनैमा आजको वेदर सोचे भन्दा छैन है ब्याड अन्त भाउजू अमितालाई सम्झेर धेरै नै स्याड भेटको माया के भनी बोलाउ म पहिलो दिनैमा ए हाम्रो बाजेको लाठी हाम्रो दिदी सानी भए नि धेरै नै बाठी चिनको छिनैमा भेटको माया के भनी बोलाउ म चिलो दिनैमा गाईले हरियो घाँस खान्छ है दुई प्याक थप्दियो तिमी अहिले जान्छ चिनको छिनैमा भेटको माया के भनी बोलाउ म पहिलो दिनैमा ए मेरो अक्टोबर वर्षैमा सर्छ जान सक्छु अर्को नि वर्ष छिनैमा भेटको माया के भनी बोलाउ म पहिलो दिनैमा मलाई पनि भएको छ तिमीलाई छ भने त्यस्तै नै आतुर गर्न थाल के हो सुर फुका साह्रै नै फुका दिपा तिमीलाई कति आएको टु
आउँदै गर नि माया माया नमार चिया वाला एसिस्टेन्ट रमाइलो गर्ने टोलीहरू के भएर A few moments later. birthday to you, happy birthday to you, happy birthday dear Bimla, happy birthday to you. Hip hip hooray, hip hip hooray. Bimla, happy birthday Bimla, happy birthday, happy birthday, happy birthday Bimla. आज बिमलाको बर्थडे ओके हम मालूम है तेरे बाप को मत सिखा चल ल हामी यहाँ सबैजना जम्मा हौँ खोइ म भन्छु ह्यापी बर्थडे डार्लिङ यो कस्तो क्युट रहेछ दिपा ह्यापी बर्थडे दी पूर्णिमा ह्यापी बर्थडे ल लक्ष्मी दिदी थ्याङ्क यू कान्ता दिदी ल त किम दाई अमिर दाई वी मिस यु हामी दाइलाई चाहिँ एकदम मिस गरिरहेछौँ हामीले मिस यु मेरो बुढा त दिया ओहो के हो ओहो वाउ ल मिस भन्देऊ हैप्पी बर्थडे टु मी वाउ हैप्पी बर्थडे बेना हैप्पी बर्थडे डार्लिङ हैप्पी बर्थडे डार्लिङ हिप हिप हुरे हिप हिप हुरे जोर से बोलो हैप्पी बर्थडे जोर से बोलो हैप्पी बर्थडे और जोर से बोलो हैप्पी बर्थडे हैप्पी जोर से बोलो हैप्पी बर्थडे जोर से बोलो हैप्पी बर्थडे हैप्पी बर्थडे हैप्पी बर्थडे हैप्पी बर्थडे डार्लिङ फिनिश थ्याङ्क यू आगे मरे थ्याङ्क यू त सुन्नु न अमित एकचोटि जोर से बोलो हैप्पी बर्थडे अमित खोइ जोर से बोलो माथि गर न माथि अहिले साइडमा गरेको हो बिस्तारै अनसन गर्नु आछि ह्यापी बर्थडे हैप्पी बर्थडे ओए 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 बड़ी हो गई लड़की बड़ी हो गई अब लड़की बड़ी हो गई लड़की बड़ी हो गई अब हावा लगाएर बढी नै बुद्धि हो गई ओ तिम्रो हात गयो ला यस्तोमा बनाउँदैन भन्नु पर्यो आज त यसो के रे हो छिटो एकदम खुसी लागेछ इतनी खुशी मुझे मुझे आज तक नहीं हुई। फर्स्ट टाइम यसरी बर्थडे मनाइयो अँ इस वर्ष गरेको यस्तो त माइकल खुसी छु यस यो आएको हैन हैन त्यस्तो हैन यो ग्रुप लाइन देखाइदिउँ एउटा स्पिच त भन्नु पर्छ हैन खाली भयो कि अडियन्स खाली भयो Happy birthday to you. Happy birthday, happy birthday, happy birthday to you. दिपा यार भन्देऊ न एक राउन्ड अब यहाँ तिम्रोबाट स्टार्ट हुनुपर्छ ल नाच ल ए भिला दिदी बर्थडेमा नरुनु सबैजना भेला भएर खुसी हुनु चिनैमा भेटो मायाले भरि बोलाउँ पहिलो दिनैमा
ओ के हो बोतलबाटै घ्याम्पे हुन लाग्यो त यहाँ त के हो पुरै भित्र गाडीभित्रको वाला ल्याएको छ नि त्यही गाडीभित्र हो बोलिदेऊ आँखैमा मैले बुझेको आँखैमा बोलिदेऊ लाज लाग्यो बोलिदेऊ पर न आँखैमा मैले बुझेको रुकु माइ कोटा रुकु माइ कोटा रुकु माइ कोटा मनमा छैन केहीमा खोटा The next day. गुड मर्निङ एकजनाले हामीलाई सुत्न दिनु चकाचक पारिदियोले अनि के भन्छ रे निक्ल्यो होला नि त अनि अमिताले स्क्याम भन्नु आएर रमाइलो भयो बहिनी स्क्याम भयो अमिताले स्क्याम गर्नुभयो यसो छेक्न पाइएन के ठ्याक्कै हेर्नु गाइस अमित दाईको स्क्याम हानेर अहिले आफै चिच्याउँदै बसिरहनु दाइ कफी भाउजू कफी कहाँ दाइलाई न खाना न नास्ता न पानी खानु न पिउनु हजुर न त मान्छे चिन्न सक्यो न त ठाउँमा पुग्यो वाओ क्या लड़का है वेरी हैंडसम बॉय ओ माई गड हिजोसम्म अमित दाईको काम थियो आज बिहान यो गाडी लिएर आउनुभयो ओ माई गड आँखा खायो के नानी त्यो लाइटले गुड मर्निङ एभ्रीवन पाइनएप्पल हो क्या पाइनएप्पल भर्खरै गाई दोएर भर्खर ताजा ताजा दुध तिमीले दोहोरा ल्याएको लागे भाइ यार ल भैँसीकै ल हजुर दिपाको गुड न्युज होइन भैँसीको पनि बात हुन्थ्यो लास्ट पातो ल यो गाई के हो यसले फेरि गाईकै भन्नु तलको भइ भेटेर त चिज ह्यापी बर्थडे टु यु हिप 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 उरे जोर से बोलो ह्यापी बर्थडे जोर से बोले जय माता दी रे कसले दुध मात्र खाने छ हैन आउनु भएको छिको बिहान बिहान आएर सबलाई उठाइदिनु अघि त्यहाँ बिचारा बिमला त आज जानलाई रेडी थियो के प्याकअप पनि भइसक्यो हजुर बिमला त हजुर बिचारा दाइ जान लाग्यो भने यो लुकी लुकी हेर्नेको हो पूर्णी 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 दाइ पूर्णी दिदी हो क्या कस्तो भयो निन्द्रा दामी 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 कता भयो कस्तो भयो तपाईँको निन्द्रा अनिता दिदी तपाईँ र अनि के अरे दिपा टेन्टमा गएको मैले थाहा टेन्ट र गाडीमा गएको मैले थाहा भएको थियो तल 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 गरेर पानी पर्यो एउटा त्यसै बोकेर हिँड्ने जस्तो लागेर पानी पऱ्यो त सामान हालिहाल्नु पर्यो नि भित्र बादल लागिरहेछ पानी पर्यो पानीको आएको हो सर पानी पर्यो पानी पर्यो नि बिहान एकचोटि गुटुटु पानी म त्यतिखेर त्यही पानी लाग्छ पानी पऱ्यो के गर्ने भनेर त उठेर अब त्यहाँ आएको बाहिर सब टेन्टमै
म त्यो गाडी भित्र सिरक पनि फाल्छु कता अनि त्यही गर्नु टेन्ट भित्र हजुर हाम्रो त टेन्ट भित्र त सानो भाइ सानो भयो यो क्याम्पिङ आएको भनेर यो भुत्रुम त नराउनु अलि यसो अर्गनाइज पाराले राम्रो त्यो कुर्ची हेर अगाडि पछाडि गरेर अलि हेर्दा नि फोटोजेनिक हुने तरिकाले भिडियोजेनिक हुने तरिकाले अच्छा कस्तो कनेक्ट भयो यसमा त्यसमा चार्ज नै छैन ममता कस्तो भइरहेछ मर्निङ ओ यो पानी फाल्ने धन्यवाद हालिन्छ है यो दारो भ्याइदिने दाइ फेरि बिहान बिहान कति एनर्जी हो हैन बस हामी लास्ट टाइम जाँदाखेरि त्यही कस्तो दाइ बिहान बिहान आएर फालेथ्यौँ हैन देवले त हैन त्यहाँबाट हैन हुर्र भाला देवले त बारबेक्यु पठाइदियो हुर्र बनाएको यहाँबाट छेउमा समुद्र सलल्ल बगेको पानी सडकैतिर हेऱ्यो भने घाम उदाको सलल्ल परेको हेर हैन त बहिनी नानी हो दाइ एकदम त्यो सानो कालो जर्दिउ न त अनि हाम्रो आमी दाइलाई कस्तो लागिरहेको तिमीलाई गाडी स्टार्ट भयो भाइको त्यो खुसी डबल खुसी निदा पुग्यो दाइ आएर हैन दाइ हजुर कपाल हेर्नु कपाल खतरा खतरा ह्यान्डसम 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 हैन दाइ हो हुन त हुन्छ सही हो दाइ अहिले उडी जड्ला ल हामी पानी परेर रेनकोट लगाएर यस्तो छ हाम्रो पारा कल्ची चार भन त भर्खर उठ्यो भनेर अरु नि उठ्यो तपाईको ठुलो स्वर त सुनेन अब हाम्रो के सुन्छ त क्लके टोक्यो गुड मर्निङ एभ्रीबडी बिहान बिहानै मासु खान लाग्छौँ हामी पिङ्की पाइ अचार माथि राख्नु अब प्लेटलाई रेडी गरौँ झ्याङ खाम माछा अचार पनि छ हैन अचार आगो बाल्दैन ल ल ल डीजे बाबु ओए ओए ठिकै छ केही भएन बहिनीको आउटफिट चाहिँ मलाई मन पर्यो भात खान थेत तेरिका हातैमा मायाको चिन्ह कति राम्रो देखेको सबैजना ममता पो सब राम्रो पानी परे नि मासु चाहिँ खाइन्छ मासु चाहिँ खान छोडिन्न जस ए आगो बलेकै छ पानी परिरह हैन तिम्रो रेनकोट हुन्छ ल यो अन्त पारा ल दिपा भयो वाउ वाउ दाइको लागि जाओस् न दाइ आउनु भयो नि त बिहान बिहानै हल्ला गर्दै कस्तो भइरहेको दिपा ऊ आयो बेलुन बेलुन दाइलाई सबभन्दा राम्रो थियो हो क्याम्पिङमा जाने मान्छे चाहिँ यस्तो अन्त यो अन्त टक्क ल सुरु बाबा सुरु बनाइदियो समुद्रमा त भोरे ल्याएर हाले हुन्छ Sunday,
कौन है ये लोग? कहां से आते हैं ये? आज धरती से गगन का, आज धरती से गगन का, फूलों से चमन का, घटाओं से पवन का हो रहा मिलन। जादू 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 जादू। Remixed by Saijo. तिमीलाई यो संसारमा सबभन्दा बढी कसको माया लाग्छ रन्जु? तिमीलाई लाग्छ? ओहो, थ्याङ्क यू। तिमीलाई कसको लाग्छ नि? मलाई पनि मेरै माया लाग्छ रन्जु। के हो लोटे हो यो? Oh, now it's time for pack up. क्याम्पिङ सकियो। अब अलिकति मिनट्स हामी बाहिरतिर घुम्नेछौँ अनि त्यसपछि केही गेमहरू खेल्नेछौँ अनि घर फर्किनेछौँ। यहाँको भ्यू हेर्न सक्नुहुनेछ। पौडी खेल्न जानेहरू पनि पौडी खेल्न सक्नुहुनेछ। अब अफरोड पनि लान सक्नुहुनेछ। उहाँ डाँडातिर अस्ति हामीले त्यही डाँडामा चढाउँदाखेरि मेरो गाडीमा ढुङ्गा अड्केर फर्केको अवस्था। वाह, कस्तो राम्रो काम गरेको। बाटो भने यस्तो स्याङ्जा जिल्लाको सदरमुकाम स्याङ्जा जिल्लाको ढुङ्गा पहाड बाटोतिर चलायो भन्दा खतरा अफरोड बाटो छ। सामान छ पछाडिको आउँदैछ। आइरह बिसान्दैहरू आइरह। तिमी छानी छानी बस्ने हौ, कता कता बस्ने हौ। केही छ केही छ नानी सुकमेल छ के छ उसमा जाने कसमा
बोका खा अहिले के छ के छ कता जाने हो नाइस भ्यू धन्यवाद के छ के खोला न के छ मध्यगलको हातमा के छ छेकिदियो तिमीले मध्यगललाई पिङ्की लेडीलाई अब हामी हाम्रो बहिनीको लागि ओ बाइ बाइ अब हामी बिमल खोज्दैछौँ ओके दादा चल बाइ बाइ कसको मोबाइल हालिने अच्छी तरह भाई बस कितना खाना कौन सा प्लान से हेलो हामी बॉलिङ खेल्न आएको म फर्स्ट भइराको है एउटा गर्ल्सको नामै डिफ्रेन्ट दिपा दिपा हो ए पूर्णिमा पूर्णिमा भएन कता जान्छ Strike! Malin point pie. I'll play some game. Bisan dale ore tero gareko. Uye khelna yo chocolate khona cha hame. Boy bicara tu kyo.
पर्छ है तेरिका ए तेरिका अलि तल आउँदैन 20 सेकेन्ड छिटो 19 यहाँ भ्लगमा हाल्नु हुन्छ के यो न बिसन्दाले खतरा अभी मजा आएगा ना भिड़ो What? Oh my God. त्यो ओट टोकेर गरेर ओए खतरा हाने यार कसको पाली ना जाने किस पल कहाँ कैसे खोता करार है नैना लगे जाए जो कहीं नजदीकियों का पता है दूर